नमस्ते एभ्रीबडी के छ सन्चै हुनुहुन्छ स्वागत छ नयाँ मजाको ब्लगमा म अब निरन्तर ब्लग ल्याउने प्रयास गर्नेछु आजबाट आज शिवरात्रिको माहौल के छ म बुझ्नको लागि म घरमा ट्याक्क भरिङमा तल झर्दैछु बच्चाहरूले डोरी टाँगेको अवस्था रहेको छ भने म मन्दिरमा के छ मेरो घरनेरि गणेश मन्दिर छ त्यसमा के छ माहौल नलाई म बुझ्नलाई हिँडिरहेको छु के हुन्छ अब ल हेर्नु है बच्चाहरूको बिचरा के हो यो त हुँदैन नि त शिवरात्रि त कहाँ त्यही गएर रोकेको त हेर्न बाबु यसरी त होइन नि त शिवरात्रिको माहौल बच्चाहरूको यहाँ अफिस जानु पऱ्यो होइन बच्चाहरू त्यहाँ गेम के हो यहाँ भन्ने कुरो हो यहाँ यति खेलिरहन् सबैलाई नमस्ते म अनिश पोखरेल भाइ बहिनीहरू चाहिँ अहिले शिवरात्रि खेल्दै रहेको अवस्था रहेको छ भने त्यो चाहिँ पैसा के गर्ने उठाएर के गर्ने भन्ने म सानो कुरा राख्छु भाइसँग स्वागत छ तिमीलाई मेरो नाम सृजन खरेल अनि म यहाँ पैसा उठाएर के गर्ने हो भनेर भन्न गइरहेको छु अब हामीले सोच्छौँ पैसा के गर्ने हो धेरै सोचेपछि हामीले गर्छौँ अनि हामीले चढाउन सक्छौँ पूजा गर्न सक्छौँ कि बाँड्न सक्छौँ एउटा कुरा है तिमीहरूले पो अहिले खाना पाखो लगाउनु पाखो होइन तिमीहरू बुवा आमाले दिनुभयो भने यो पैसाले चाहिँ अब सानो जति हुन्छ त्यो पैसा चाहिँ गएर हेल्प गर अब अथवा कोही बाटोमा भेट्ने बच्चा अब कोही पढ्न पाएन उनीहरूलाई तिमीहरूको यो टोलको बच्चाहरू उठाएर सबैले पैसा उठाएर चाहिँ डोनेसन गर केही गर तिमीहरूले नराख यो चाहिँ शिवजीको हो ठिक छ तिमीहरूले खेल्दा चाहिँ एकदम रिक्स गरेको अवस्था रहेको छ यहाँ चाहिँ अहिले बाइक स्कुटर जस्तो पनि मान्छे एउटै मान्छे हुन्न नि त जसको नि सोच फरक हुन्छ अनि त्यो मान्छेको चाहिँ त्यसले कुदाएर आउन सक्छ तिमीहरूको एक्सिडेन्ट हुने चान्स हुन्छ त्यो चाहिँ त्यो राम्रोसित खेल हो राम्रोसित गर हो त्यही भन्छु म हुन्छ नमस्ते भन यो दिललाई छेक मलाई नि है यो पैसा चाहिँ मलाई नि है म चाहिँ अफिस गएर आइसकेको छु अफिस गएर आउने बित्तिकै अब रमाइलो त गर्नु पऱ्यो आज शिवरात्रि त्यही भएर म होटेल पौवा ब्रान्च भरतपुर जाँदैछु भने त्यसपछि मेरो घर छेउमा रहेको गणेश मन्दिर जाँदैछु हेरौँ आएको के खै हेरौँ त बुवाको साइकल लानु कि लानु पर्ला थाहा नदिकन सारा संसार शिव म चाहिँ होटेल पौवा गएर फर्किँदै अहिले म गौतम चोकबाट अगाडि आइसकेको छु गौतम चोक र कटल चोकको बिचमा रहेको शिवालय मन्दिर फेरि आइपुग्न लागेको छु हेरौँ त्यहाँ रमाइलो भएको अवस्था रहेको देखिरहेको छ सक्नुहुन्छ शिवरात्रिमा दुईटा पाठ बनाऊ हो शिवरात्रि हरि यदि कैलास विनाश छ गढछन् सहचारी जुग गढछन् सहचारी बुद्धबाला छ गला म चाहिँ फर्किसकेँ है मन्दिरमा गएको अनि अहिले 11 बजे क्या निन्दा लाग्यो पुग्नु पऱ्यो अहिले फोन गरेको दिदीलाई त्यहाँ धोका हाल्नु भन्नु दिदी धोका हाल्नु न
ल ढोका त खोल्नु पऱ्यो नि त्यो सिट पऱ्यो नि होइन जानु पऱ्यो भुल्न हुँदैन भुल्न हुँदैन मुखमा राम भन्नलाई भुल्न हुँदैन कि कसो हो भुल्न हुँदैन ओए भुल्न हुँदैन मुखमा रामलाई भुल्न हुँदैन हाई मङ्गा गाइस घर पुग्नलाई आजको ब्लग यति नै भन्छु हस् धन्यवाद नमस्ते लभ यु अल है ह्याप्पी शिवरात्रि फेरि पनि हस् धन्यवाद नमस्ते लभ यु अल